हेर्नुहोस् र त्यो सुन्तलाले फल्नुको लागि रेडी हुँदैछ। ऊ फुल खेल्नु आँटेको छ है सुन्तलाले, देख्नुभयो? यता फेरि अम्बक पनि फल्नु आँटेको छ, फुल खेल्दैछ अम्बकले। सानो छ फुल अम्बकहरू देख्दैन। यो सिबीले पनि फल्दैछ नि, अब फल्दैछ नि, मजाले फल्दैछ। गाजर पनि फलेको छ, फलेको छ गाजर। स्ट्रबेरीले पनि फुल्दैछ, स्ट्रबेरी हुँदा कुहिले हुँदैन, फल्दैछ। यता फेरि फर्सी हेर्नुहोस् न, फर्सीले मुन्टा पनि हान्दैछ। कुन दिन फल्छ यसले। मेरोमा त करेलाको बोट भर्खर यत्रो हुँदैछ नि हौ। खरबुजाले पनि फल्दैछ फल्नु त, कतिको फल्ने हो, पुरानै छ, नयाँ खरबुजा लागेको छैन। यतातिर भिन्डीले भर्खर लहरा हान्दैछ, भिन्डीले पनि फल्नु आँटेको छ, चिचिल हान्दैछ। खै यो नेभारालाई पनि फल्यो भने खाउँ भनेको थिएँ, फल्दैन, झ्याङ मात्रै छ। यो नरिवलको बोटले पनि कहिले फल्दिनु आँटेन हो साथी हो, के गर्नुपर्ने। रायोको साग पनि जाँदैछ, यो अलिक थाङ्ग्रा दिनुपर्छ कि अलिकति राम्रो हुन्छ, राम्रो फल्छ। यो कुबिन्डोको भर्खर दाना लाग्दैछ, अलिक दिनमा चाहिँ ठुलो हुन्छ होला हौ। कुबिन्डो मिठो हुन्छ नि साथी हो। यो तोरीको साग नरोपी आफू उफ्रिन्छ, तोरीको साग। आइसला यता वन्तरुल पनि फल्दै रहेछ, वन्तरुलको बोट फल्दै रहेछ वन्तरुलले, दामी हुन्छ यो। कोपीले पनि फुल्दैछ, अलिक दिनमा फल्छ होला हौ, फुल्नु थालेपछि त फल्छ नि कोपीले। यहाँ उखुको रुख पनि छ मेरोमा, रुख छ कि उखु, कुन त गुलियो हुन्छ यो, फल्दैछ फल्नु त। यहाँनिर काजु बदामले पनि पाउला हान्दैछ, त गुलियो हुँदैन हौ साथी हो। यहाँनिर लट्टे साग पनि बढ्दैछ, अलिक जुम गरेर देखाइन्छ, बढ्दैछ लट्टे साग। मेवा पनि फल्ला जस्तो गर्दैछ ऊ, भर्खर फल लाग्दैछ मेवाको। खै के गर्नु हो साथीभाइ हो, यो करेलाले पनि नफल्ला जस्तो गर्दैछ हौ, फलेकै छैन करेलाले। ल है सम्पूर्ण साथीभाइहरूलाई, अब मेरो बारीमा फलेकै यस्तै चिजहरू हो, अन्त साह्रो यस्तो चिजहरू रोप्छु, राम्रोसँगले हेरिदिनु है कस्तो छ। फलेको चिज देखाएको है साथी हो। नमस्ते है, नमस्ते।